नेपालको महाजागरण 3 करोड मुटुको धड्कन। अध्याय 1 अन्ध्यारोको कालो छाया। नेपालको आकाशमा एकपटक फेरि अविश्वास र निराशाको कालो बादल मडारिएको थियो। सञ्चार माध्यमहरूमा एउटा अप्रिय हल्ला फैलियो। मेचीको उर्लदो कोशीदेखि महाकालीको शान्त पानीसम्म सबै ठप्प पार्ने षड्यन्त्र हुँदैछ रे। यो केवल बन्दको धम्की थिएन, यो त देशलाई अझ गहिरो खाडलमा धकेल्ने, अभाव र अराजकताको दलदल सिर्जना गर्ने दुष्ट प्रयास थियो। तर तिनीहरूले एउटा कुरा बिर्सेछन्, नेपालीहरूको धैर्यको बाँध अब टुटिसकेको थियो। मेचीदेखि महाकाली, हिमाल, पहाड, तराई सबैतिरका 3 करोड नेपालीको मनमा एउटै संकल्पको बिउ उम्रेको थियो। हामीलाई कसैको रगत चाहिँदैन, कसैको घर सम्पत्ति लुट्नु छैन। हामीलाई त चाहिएको छ देशको चौतर्फी विकास र भ्रष्टाचार नामको रोगको पूर्ण निर्मूलन। भ्रष्टाचारको शून्य अवस्था। अध्याय 2 जाग्दै गरेको जनताको शक्ति। त्यो तोकिएको दिन बिहान सडकहरूमा अभूतपूर्व शान्ति थिएन, बरु सक्रियता थियो। नेपालीहरू अब चुपचाप लाचार भएर बसेनन्। उनीहरूले आफ्नो हातमा जे थियो त्यही लिएर न्यायको रक्षा गर्न निस्के। काठमाडौँका विश्वविद्यालयहरूबाट धुलो र मसीले भरिएका हातहरूमा कलम समाएर शिक्षकहरू निस्के। उनीहरूको कलमको निबमा शान्तिको मन्त्र थियो, तर अन्यायलाई मेटाउने शक्ति थियो। उनीहरूले नारा लगाए, यो कलमले देशको उज्जवल भविष्य कोर्छ, अभाव र कुशासन लेख्दैन। पूर्वी तराईका व्यापारिक बजारहरू र पश्चिमी पहाडका शहरहरूबाट व्यापारीहरू निस्के। विशेष गरी मासु पसलमा हतियार समाइरहेका परिश्रमीहरू अब आफ्नो धारिलो चक्कु हात हतियार लिएर निस्के। त्यो चक्कु जसले जिन्दगीभर इमान्दार श्रम गरेको थियो। उनीहरूले घोषणा गरे, हाम्रो हतियार जनतालाई खुवाउनका लागि हो, भ्रष्ट सत्ताको घाँटी काट्नका लागि हो। सारा नेपालीले आफ्नो औजार लिएर न्यायको युद्ध सुरु गरे। किसानले हलोको फाली समाए, इन्जिनियरले नाप लिने फिता समाए, गृहिणीले बेलना र झाडु समाए, ट्याक्सी चालकले स्टेयरिङ व्हील। हरेक वस्तु अब न्याय र विकासको प्रतीक बनेको थियो। त्यो शक्ति जहाँ हरेक नागरिक आफ्नो पेशा र इमान्दारीको हतियार लिएर देशको रक्षामा उभिएको थियो, अविस्मरणीय थियो। अध्याय 3 अभावको धम्की र 15 लाखको गर्जन। त्यही बेला देशमा अभाव र हाहाकार मच्चाउने धम्की दिने समूह अगाडि आयो। उनीहरूले अहंकारका साथ भने, हामी 5 लाख मान्छे उतार्छौं। देशमा ग्यासको अभाव, खाद्यान्नको हाहाकार मचाउँछौं। हेरौं जनता कसरी बाँच्छन्। यो आवाज सुनेर नेपालीहरूको रगत उम्लियो। आक्रोशको पहिलो ज्वार भाटामा एकजना वृद्ध आमाले चुनौती दिइन्, जसले जीवनभर सङ्घर्ष गरेकी थिइन्। ए मूर्ख हो, तिमीले 5 लाख मान्छे उतार्छौ रे? के ती 5 लाख मान्छेका छोराछोरी भोकै हुने छैनन्? अभाव त तिमीलाई पनि हुनेछ। अनि सिंहदरबारको पर्खालभित्रबाट होइन, देशको गाउँ गाउँ र टोल टोलबाट एकजुट आवाज आयो, यदि तिमीहरू 5 लाख